आज भएको लिगको अन्तिम खेलमा जनकपुर भर्सेस कर्णाली याक आम्ने सामने भएका थिए। यो दुईटै टोली बीच एउटै स्थानको लागि बटममा कुन चाहिँ टोली नबस्ने भन्ने कुरामा आज यो दुई टोली बीच लडाई भएको थियो। पहिला टस जितेर जनकपुर बोर्डले बलिङ गर्ने निर्णय गर्छ र कर्णाली याक ब्याटिङमा उत्रिन्छ। 20 ओभर ब्याटिङ गर्दै 9 विकेटको नोक्सानीमा कर्णाली याकले 129 रनको रन संख्या जोड्छ र 130 रनको टार्गेट जनकपुर सामु पेश गर्छ। जवाफी ब्याटिङमा आएको जनकपुरले 20 ओभर ब्याटिङ गर्दै 7 विकेटको नोक्सानीमा 126 रन बनाउँदै आफ्नो 20 ओभर सकाइदिन्छ र 3 रनले आजको खेल कर्णाली याकले जितेको छ। यो खेल जितेसँगै कर्णाली याक एनपीएल सिजन 2 मा 6औं स्थानमा आफूलाई राख्दै लिगबाट बिदा भएको छ भने साबिक विजेता जनकपुर बोल्स 8औं स्थानमा बसेर लिगबाट बिदा भएको छ। तपाईहरुलाई कस्तो लाग्यो आजको खेल र यो प्रतियोगितामा जनकपुरको खेल कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्न भने नभुल्नु होला।